हुन्छ नि त्यहाँ सावधानी पनि हुन्छ कि जहाँ रिक्स छैन त्यहाँ भन्छ अनि फेरि के हुन्छ त्यहाँ दुर्घटनाको सम्भावना बढी हुन्छ यहाँ अब एकदम बिरलै हो कि एकदम दुर्घटना हुने भनेको एकदम 2-4वटा चाहिँ बाइक अब त्यस्तो ठुलो केही ठुलो बसहरू आउँछ उनीहरू एकदम सावधानीपूर्वक आएको हामी आफै पनि बाइक चलाइन्छ थाहा हुन्छ त्यहाँ यसरी पर्यटकहरू घोडा चढ्न पाइन्छ यहाँ घोडा बसेर फर्किन पाइन्छ पैसा हुनु पर्यो सबै कुरा पाइन्छ मुस्ताङमा चाहिँ राम्रो कुराहरू यहाँबाट क्यामेरामा भन्दा पनि महँगो भन्दा पनि अब घुम्न आउनेहरूलाई अब अलिअलि पैसा खर्च गर्छु भन्ने त खासै महँगो होइन भने अब घरबाट हिँड्दा नि अलिक कन्जस्टिङ तरिकाले आएको हुन्छ महँगो अगाडि बढिरहेको अगाडि बारी गयो कालकिनीमा त्यसपछि यो फेरि बिउदिनी गरम पौरिनी भन्छ के भन्छ त्यो पौरिनी गरम अब यहाँ चाहिँ फेरि नयाँ नयाँ भवनहरू घरहरू बनिन्छ सबै कन्क्रिटै बनाउनु थाल्छ कालकिनी लगभग 10 11 किलोमिटर तर अब उकालो भएको भएर टाइम धेरै लाग्न हो त्यो ग्रेडिङ मिल्या बाटो रहेछ नि त यहाँ सरकारले के गरेको छैन भने सरकारले नगरेको त ठाउँै छैन नि हरेक ठाउँमा गरेको छैन ढिलो भएको छ भन्ने मात्रै एउटा पक्ष हो नकारात्मक पक्ष तर यहाँ अब हरेक कुराहरू अब प्रशासकीय भवनदेखि लिएर सरकारी गाडीहरू यसरी यहाँ निलगिरीमा खिच्नु पर्यो हजुर